वेलकम टु आवर लोकसेवा डिडस च्यानल। आजको भिडियोमा हामी नेपालमा सामुदायिक विद्यालयमा कति तहका शिक्षकहरू छन्, यसका लागि चाहिने उमेर हद र यसका तलब सुविधाहरू के कस्ता छन्, यसको सम्पूर्ण जानकारी यो भिडियो मार्फत दिनेछौँ। नेपालमा सामुदायिक विद्यालयमा 3 वटा तहमा शिक्षकलाई विभाजन गरिएको छ, जसमा चाहिँ 1 देखि 5 सम्म पढाउने टिचरलाई प्राथमिक तह, 6 देखि 8 सम्म पढाउनेलाई निम्न माध्यमिक तह र 9 देखि 12 सम्म पढाउनेलाई माध्यमिक तह। र अब यसको उमेर हद हेरौँ। प्राथमिक तह र निम्न माध्यमिक तहका लागि 18 वर्ष पुरा भई 40 वर्ष नआएको हुनुपर्दछ। महिला तथा अपाङ्गताको हकमा 45 वर्ष नआएको हुनुपर्नेछ। माध्यमिक तहका लागि 21 वर्ष पुरा भई 40 वर्ष नआएको हुनुपर्नेछ र महिला तथा अपाङ्गताको हकमा 45 वर्ष नआएको हुनुपर्नेछ। अब यसको लागि चाहिने शैक्षिक योग्यता हेरौँ। प्राथमिक तहका शिक्षक हुनुको लागि कम्तीमा +2 पास गरेको हुनुपर्नेछ र साथै टिचिङ लाइसेन्स पनि प्राप्त गरेको हुनुपर्नेछ। निम्न माध्यमिक तहका लागि शिक्षा विषय वा सम्बन्धित विषयमा ब्याचलर्स डिग्री गरेको हुनुपर्नेछ र शिक्षण अनुमति प्राप्त हासिल गरेको हुनुपर्नेछ। त्यस्तै माध्यमिक तहका लागि सम्बन्धित विषयमा मास्टर डिग्री गरेको हुनुपर्नेछ र साथै टिचिङ लाइसेन्स पनि प्राप्त गरेको हुनुपर्नेछ। ल अब हामी सामुदायिक विद्यालयमा पाइने शिक्षकको तलब र सुविधाहरू हेरौँ। प्राथमिक तहका लागि सुरुको तलब 34,730, ग्रेड सङ्ख्या 8, ग्रेड दर 1158, जम्मा तलब 43,994 पाउनेछ। अब त्यसै गरी निम्न माध्यमिक तहका लागि हेरौँ। सुरुको तलब 43,699 हुनेछ र ग्रेड सङ्ख्या 8, ग्रेड दर 1,456 रुपैयाँ र निम्न माध्यमिक तहका लागि जम्मा तलब 55,337 रुपैयाँ हुनेछ। अब त्यसै गरी माध्यमिक तहका लागि हेरौँ। यसको लागि चाहिँ सुरुको तलब 56,787 रुपैयाँ, यसको ग्रेड सङ्ख्या 6, ग्रेड दर 1,893 रुपैयाँ, यसको जम्मा तलब चाहिँ 68,140 रुपैयाँ हुन्छ। ल आजको लागि यति नै। अब हामी नेक्स्ट भिडियोमा भेटौँला। धन्यवाद।